जिन्दगीले पाठ पनि कति सिकाइराख्छ। हरेक दिन केही न केही नयाँ घटनाहरू घट्छ, त्यसले लेसन पनि सिकाइराखेको हुन्छ है। अनि यो ल अफ एट्र्याक्सन भन्ने चिज पनि अचम्म छ। पक्का हो र यो भन्छु, हो त होइन। उहिले बाउबाजेले यस्तो बोल्नुहुन्न भन्थ्यो, मर्ने कुरा गरे त्यस्तो कुरा नगर, भगवानले सुन्छ, मर्लास भन्थ्यो होइन। या पाप लाग्छ समथिङ त्यस्तै भन्थ्यो। गर्दाखेरि उहिलेको बाउबाजेले पनि यो कुराहरू त पक्का प्रमाणित भएर नै भनेको रहेछ नि त है। अनि अहिले आएर हामीले बुकहरू हेर्दाखेरि नि ल अफ एट्र्याक्सनको बुकहरू पाइन्छ। अस्ति नै मैले द म्याजिक भन्ने बुक पढेँ, त्यहाँ पनि थुप्रो थियो यसको विषयमा। त्यो बुक मलाई पहिला थाहा थिएन। हाम्रै सिनियर कोच सुषमा दिदी होइन, आदरणीय सुषमा दिदीले हामीलाई ट्रेनिङको बेलातिर भनिराख्नुहुन्थ्यो मेनिफेस्टेसनको लागि, अनि आफ्नो आफ्नो चाहिँ गोल अचिभ गर्नको लागि, आफूलाई राम्रो जस आफूले चाहेको कुराहरू चाहिँ प्राप्ति गर्नको लागि चाहिँ यो कुराहरूलाई ध्यान दिनुपर्छ, यो किताब पढ्नु राम्रो छ भन्नुहुन्थ्यो। थाहा छ साथी हो आज बिहान के भयो? म एज अलवेज मेरो छोरीको ड्राइभर होइन, अनि स्याट निस्क्यो। अनि बुढिया पनि सकेसम्म मसँग जान्छ है। हामी चाहिँ नि टाइम भएसम्म बुढाबुढी चाहिँ जता गए पनि सँगै जाने त्यस्तै खालेहरू पर्यो होइन। अनि एभ्री टाइम ढोकाबाट स्वाट निस्किने हो, ढोका थुन्ने हो, अनि सुइकिने हो। अनि आज पनि हामी चाहिँ निस्कियो छोरीलाई पुऱ्याउन जाने भनेर स्याट निस्किएपछि याद आयो, ओ माई गस के भयो थाहा छ? ठुलो गल्ती भएछ। चाबी त भित्र छोडिएछ नि घरभित्र। गाडीमा चाहिँ अब छोरीलाई पुऱ्याउनु छ, गाडी बाहिर छ, चाबी भित्र छ, कसरी पस्ने? चाबी त सबैसँग थियो, बुढियासँग नि थियो, छोरीसँग नि थियो। अनि तिनीहरूलाई सोधे छैन, कोहीसँग छैन। अब झ्यालबाट जाम, झ्याल पनि बन्द छ, अब फोर्नु पर्यो। अनि एउटा आइडिया आयो होइन, तल भाडामा हाम्रो चाहिँ बेसमेन्टमा भाडामा बस्छ मान्छे, सायद त्यहाँबाट छिर्नु पर्यो भने गएँ तल। अनि ढोका नक गरेँ, उठेन। अनि उसको त्यो जस स्पेनिस बस्छ हाम्रोमा होइन। अनि उसको बुढिया चाहिँ थियो नानीसँग, तर सुतिराखेको थियो। अनि उसको बुढा चाहिँ काममा गइसकेको, फोन गरेर ढोका खोल्न लगाएँ। बडा मुस्किलले ढोका खोल्यो, तर भित्र छिरेपछि फेरि माथि हाम्रोमा जानको लागि त फेरि त्यहीँ ढोका छ नि त। अनि फेरि याद आयो, अरे यो पनि लक छ, अब यहाँबाट कसरी जाने? छैन उपाय। अब तल बेसमेन्टमा छिर्न त छिरियो, तर त्यहाँबाट माथि जाने छैन, सिँढीको ढोका त बन्दै छ। अनि निस्क्यो। अनि निस्किएर ढोकामा बस्यो, छोरी हाँसी गर्छ। उसको मनमा चाहिँ के आएछ, उसलाई ढिलो भइसक्यो। खासमा नर्सिङ गर्छ होइन, सेकेन्ड लागेको छ, ब्याचलर्स। अनि उसको त समय ढिलो भइसक्यो, तर रिसाउनु पर्ने ठाउँमा हाँस्छ। हामीलाई लागिरहेछ, मलाई चाहिँ अब यो बुढाबुढी दिनभरि के गर्ने हो, कसरी पस्छ भन्ने लाग्यो होला। रिसाउने ठाउँमा हाँस्छ। अनि उसको उपाय त अब छँदैछ फेरि उबर होइन। उसले उबर मगाइसक्यो, हामी चाहिँ त्यहाँ छटपट्टि। अनि सोचेँ फेरि छोरा पनि उता हस्पिटलमा छ। अब हस्पिटलमा कति टाढा छ त्यो, त्यसकोमा गएर चाबी ल्याउनु पर्यो, त्योसँग छ भन्ने चाहिँ आयो। तर त्यहाँ जाने कसरी? फेरि गाडीको चाबी त भित्र छ, ढोकाको चाबी नि भित्र छ, उपाय छैन। अब उबर लिएर त्यहाँ पुगेर त्यहाँबाट फेरि लिएर आउनु पर्यो चाबी, उबरमै आउनु पर्यो। अनि छोरालाई फोन हान्छु, फोन उठे पो, अब गर्ने के? त्यसपछि चाहिँ भाइलाई फोन गरेँ, कान्छालाई। ल, अनि कान्छाको फेरि उठ्दैन फेरि है। कतिपय मान्छेले चाहिँ छिट्टो फोन उठाउँदैन। म चाहिँ एमर्जेन्सी पर्छ होला मान्छेलाई भनेर उठाउँछु क्या, तुरुन्त उठाउँछु। तर मेरो भाइ र मेरो छोराले चाहिँ नि हतपत फोन उठाउँदैन। यिनीहरूको सेकेन्ड टाइम, थर्ड टाइम मेबी त्यस्तोमा बल्ल उठ्छ। अनि यहाँ चाहिँ ल अफ एट्र्याक्सनको चाहिँ याद आउँछ क्या मलाई एउटा कुरो चाहिँ है। दुईटा कारण छ यहाँ। नम्बर 1, ढोका म
जहिले अवेर हुन्छु, ढोका लगाउँछु होइन, अनि म सोच्छु के सिक्योर राख्नुपर्छ भन्ने, एकदम त्यो चाहिँ हुन्छ। अनि मलाई त्यो हुन्छ, अनि ढोका फेरि त्यस्तो भइदिन्छ होइन। तर यहाँ मेरो भाइ र छोराको चाहिँ किन मैले कनेक्ट गरेको भने, उनीहरू बिन्दास छ, फोन आए पनि हातपात उठाउँदैन। अनि म चाहिँ सोच्छु यिनीहरूलाई इमर्जेन्सी पऱ्यो भने के हुन्छ होला जस्तो लाग्ने। अनि म चाहिँ फेरि अर्को फोन आयो भने इमर्जेन्सी पऱ्यो होला भनेर उठाइहाल्छु। अनि उठाएपछि फेरि समथिङ त्यस्तै हुन्छ क्या होइन। भनेपछि आफूले त्यही सोचेर उठायो नि त, उठाएपछि अनि त्यस्तै नै हुन्छ। सो ल अफ एट्र्याक्सन, आफूले के सोचिरहेछ त्यही कुरा चाहिँ एट्र्याक्ट भइजाने क्या। त्यो दुइटालाई कहिले त्यस्तो हुँदैन, भगवानको कृपाले भएको छैन, नहोस् पनि होइन। र मेरो भाइ र मेरो छोराले गाडी पनि त्यस्तो चलाउँछ, उनीहरूसँग चढ्दाखेरि अलिकति डर लाग्छ क्या मलाई चाहिँ। म चाहिँ यस्तो सेफली चलाउँछु, तर म अलिकति केही भयो भने नि फेरि पुलिसको फन्दामा या समथिङ केही न केही त्यो हुन्छ। म यस्तो केयरफुल बन्न खोज्छु कि। अनि त्यो चाहिँ नि त्यही त नि ल अफ एट्र्याक्सनले त्यही तानेको त होला त होइन। अनि सोच्छु होइन यिनीहरू यस्तो कुदाउँछ यस्तो होइन, मन परि नै गर्छ बेला बेलामा चाहिँ नि, त्यही पनि यो टोली न केही हुँदैन। तर म चाहिँ मेबी फ्यामिलीको वान अफ द एकदम केयरफुल्ली सेफली चलाउने होला, मलाई त्यस्तो लाग्छ। फेरि मै चाहिँ फेरि काहीँ न काहीँ चाहिँ केही न केही हुनुपर्छ क्या। अनि त्यसले पनि यो ल अफ एट्र्याक्सन चाहिँ पक्का लागू हुँदो रहेछ भन्ने चाहिँ मलाई बनाउँछ है। र आज त्यो ढोकाले चाहिँ नि त्यो गरिदियो। अनि सोचाइमा पर्यो के गर्ने, छोराले फोन उठाउँदैन, त्यति टाढा गयो, भरे चाबी पाएन भने त अनि जाने मात्रै हुन्छ। अनि भाइलाई फोन गरे उठ्दैन, अनि आमालाई फोन गर्दा आमाले उठाउनु भयो, फेरि आमाले एउटा कान राम्रोसँग सुन्नुहुन्न। त्यही पनि मेरो मेसेज बुझ्नु भएछ, भाइकोमा पुऱ्याएछ। भाइ चाहिँ बारीमा गएछ, बारी गोडमेल गर्नलाई होइन, उसको चाहिँ निकै राम्रो भइरहेछ सब्जीहरू। अनि त्यहाँ गएछ, आमाले दिनुभयो। अनि कान्छालाई भने यस्तो यस्तो समस्या पऱ्यो, गाडी त्यहाँ एक्स्ट्रा छ होला ल्याउनु भने। हुन्छ भने। तर अब बारीमा गएको मान्छे अब धुई पखालै गर्दा टाइम लाग्यो होला। अनि त्यही बेला हामी चाहिँ बाहिर बसिराखेको छिमेकी आउनु भयो क्या है, होन्डुरसतिरको हुनुहुन्छ उहाँहरू। छिमेकी चाहिँ आउनुभयो, कुकुर डोराएर बिहान मर्निङ वक भएर आएको रहेछ। अनि भने सो कम्युनिकेसनको इम्पोर्टेन्स छ है साथी हो। यहाँ फेरि कम्युनिकेसन किन जरुरत छ भन्ने कुरा छ है। अनि मैले भने हाई गुड मर्निङ, म त यस्तो समस्या पर्यो त भने, हाँसे पनि। अब रोएर त भएन होइन, अब तिनटै अब छोरी पनि म पनि बुढिया नि बाहिर छ, के गर्ने भएर बसिरहेछ। अनि त्यो भन्दाखेरि उसले मलाई चाहिँ आइडिया दियो एउटा है, यसो गर्नु। अनि म त्यो आइडिया चाहिँ भन्दिनँ है, फेरि यहाँ कति चोरहरू हुन्छ, फेरि हामी त त्यस्तो पनि हुन्छ नि फेरि। तपाईँहरू चाहिँ राम्रो हुनुहुन्छ होला, फेरि कोही त हामी मध्येमा कोही त फटा पनि हुन्छ, आइएम सरी है। त्यो भन्दाखेरि सबैलाई मैले भने होइन, तर कोही चाहिँ फटा हुन्छ। तपाईँले फटाइ नगरे नि तपाईँले त्यो आइडिया भन्नु होला। अनि कुन चाहिँ चोरले सुनेर फेरि युज गर्छ फेरि त्यो आइडिया है। ढोका बन्द छ, झ्याल बन्द छ, तलनी बन्द छ, एभ्रिवेयर बन्द छ, फोन पनि कसैको उठ्दैन, झ्याल फुटाएर नि भएन। तर छिमेकीले आइडिया दिन्, धन्न मेरो छोरीले त अझै पत्याएको थिएन, हुँदैन भन्दै थियो। तर मलाई चाहिँ मनमा थियो क्या हुन्छ। फेरि यहाँ पनि त्यही ल अफ एट्र्याक्सनकै कुरा आउँछ है साथी। मैले ट्रस्ट गरेँ नि त, स्ट्रेट अवे मैले ट्रस्ट गरेँ। अनि म फेरि अलिक साइन्स पनि पढे हो पहिला, गर्दाखेरि अलिकति साइन्टिफिकली म त्यो पनि हेर्छु। उसले आइडिया दिन साथ यस्तो पिक्चर गरेँ, हो क्या रे हुन्छ यो त जस्तो लाग्यो। मेरो बुढियालाई त्यो लाएन थाहा भएन, मेरो छोरी त हाँस्दै थियो हुन्न। यो दुम्बाहरू के ट्राई गरेको होला भन्ने खालको। अनि गरे खुल्यो नि त, किनभने त्यहाँ पनि के थियो, ल अफ एट्र्याक्सन थियो कि साथी हो। मैले अलरेडी उसले भन्न साथ यसरी काम हुन्छ भन्ने थियो, गरियो भयो।
So guys, the message is law of attraction exists, right? And we have to think positive and always think positive. Negative thought कहिले पनि यहाँ आउँछ भने त्यसलाई अल्टर गरेर पोजिटिभ बनाइदिनु के समथिङ नेगेटिभ केही हुँदैछ भने यसले मलाई समथिङ पोजिटिभ केही दिनु खोजिरहेछ कि भन्ने चाहिँ त्यो मेसेज दिनु खोजेको होला भन्ने हिसाबले चाहिँ नि त्यसलाई अल्टर गरेर हैन लिन सक्नु भयो भने you have a bright day guys and my neighbor today saved my day oh my gosh म त एकछिन सोचेकै थिइनँ के गर्ने कसो गर्ने मलाई त्यो आइडिया आएको थिएन के तर तपाईहरुलाई यो आइडिया छ भने यहाँ चाहिँ नलेख्नुस् है कमेन्टमा फेरि मैले भने नि खोइ गलत नियत भएको मान्छेले त्यो आइडिया चोर्छ फेरि त्यसलाई मिसयुज गर्छ प्लिज think about positive so guys yeah this is it आज मंडे को दिन हो 8:55 गयो है अनि त्यही हो छोरीको ड्राइभर हुन पाइएन तर whatever happens happens for good भन्छ नि त हैन yes it did happen ढक्क लक भएको थियो तर मलाई के लेसन भयो law of attraction exists and the other thing is I learned something आज ढोका यस्तो भयो कसरी खोल्ने त्यो आइडिया त मैले सिक्न पाइए नि त त्यो नभए भने मैले सिक्नै पाउँदिन थिएँ हैन सो या गाइज दिस इज इट है सो आज छोरीको चाहिँ उ भइएन तर बुढाबुढी चाहिँ अब त्यही हो अब यता सब्जी किन्न चाहिँ आएको पसल बन्द छ जस्तो छ अब एकछिनमा चाहिँ यो गाडीमा बसेर मेरो अफिस हो नि त यता हैन मेरो अफिस कहिले बेडरुममा हुन्छ कहिले डाइनिङ रुममा हुन्छ कहिले कहाँ हुन्छ कहिले गाडीमा हुन्छ किनभने आई डु attraction marketing and law of attraction is gonna help me I know that right and it is helping me thank you God and guys thank you for watching bear in mind keep in mind right it does exist and always think positive right have a nice day guys thank you for watching God bless you all bye bye